हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि यो चाहिँ मेरो सानो मिनी ब्लग अनबक्सिङको होइन। अनि यो चाहिँ मैले मेरो रुमको लागि फ्रेम मगाएको थिएँ। सो लेट्स ओपन दिस। यो चाहिँ मैले मिसोबाट अर्डर गरेको। अनि मलाई चाहिँ मेरो रुम सजाउनु मन लागिरहेको थियो नि त। यताको भित्ता चाहिँ खाली भइरहेको थियो होइन, त्यही भएर। सो लेट्स सी कस्तो आएको छ। अन्त म चाहिँ भर्खर बर्थडेबाट आएकोले गर्दाखेरि चाहिँ ढिलो नाइट सुट गर्दैछु होइन। अब यो गरिसक्दाखेरि पनि आमा बनाइदिनुपर्छ आप्पालाई। म त ड्याम्मै भइरहेको छु। आऊ। सो मैले चाहिँ यो फ्रेम मगाएको थिएँ। सो प्रिटी 600 समथिङ परेको थियो। लेट्स सी, म तपाईँलाई यहाँनिर यसको दामसँगै यहाँनिर म फोटो देखाउँछु। ओके, यो चाहिँ 3टा आउँछ सेटमा। मलाई चाहिँ मेरो रुम खाली लागेर चाहिँ म चाहिँ यो मेरो रुमको भित्तामा राखौँ भनेर नि। यता त्यता So this is the first one. Okay. Second one. अनि खास चाहिँ मलाई यो लास्टको म जुन देखाउँदैछु तपाईँहरूलाई, यो खास मन परेर चाहिँ मैले मगाएको भनौँ न है। हुन त तिनटै डिजाइन राम्रो छ, बट दिस वान चाहिँ मलाई एकदम कस्तो राम्रो लाग्यो कि यो मात्रै सजाउनु पनि कस्तो राम्रो हेर्नु, यो मन परेर। सो प्रिटी है, यो मन परेर चाहिँ खास चाहिँ मैले मगाएको होइन। अनि यो चाहिँ तपाईँलाई म भित्तामा लगाइकन देखाउँछु कि चाहिँ यो भित्तामा लगाउनु भनेको होइन। अन्त यहाँ चाहिँ आप्पालाई लगाइदिनुहोस् न भनेको, काटी छैन भन्छ। यतापट्टि चाहिँ यो छ। यो चाहिँ आप्पाले, मेरो आप्पाले यहाँ ठोकिदिनु हुँदैछ डुङ डुङ गर्दै। बल्ल बल्ल काटी पाउनु भयो कति खोजेर। पक्रिनु लास्टको चाहिँ सोध्दै। Yay, thank you, Appa. Dami भयो।